प्रधानाध्यापकको चतुराईले 1600 विद्यार्थीको ज्यान बच्यो। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण नुवाकोटको त्रिशुली स्थित त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयमा ठूलो क्षति पुगेको छ। विद्यालयका भौतिक संरचनाहरू बाढीले तहस नहस पारे पनि प्रधानाध्यापक र शिक्षकहरूको समयमै अपनाइएको सतर्कताले 1600 भन्दा बढी विद्यार्थीको अमूल्य जीवन भने सुरक्षित रूपमा जोगिन सफल भएको छ। बाढी आउनु अघि नै जोखिमको सूचना पाएपछि प्रधानाध्यापक राजेन्द्र दबाडीले देखाएको तत्परताले ठूलो मानवीय क्षति हुनबाट टारेको हो। सूचना पाएकै भरमा उनीहरूले करिब 15 मिनेटको अन्तरालमै विद्यालयमा रहेका सबै विद्यार्थीलाई सुरक्षित स्थानतर्फ लान सफल भए। विद्यार्थीलाई बाहिर निकालेको केही बेरमै बाढी विद्यालय परिसरमा पसेर भवन तथा संरचनाहरूमा पूर्ण क्षति पुर्याएको थियो। प्रधानाध्यापकको चतुराईले 1600 विद्यार्थीको ज्यान बच्यो। विद्यालयका भौतिक संरचनाहरू बाढीले तहस नहस पारे पनि प्रधानाध्यापक र शिक्षकहरूको समयमै अपनाइएको सतर्कताले 1600 भन्दा बढी विद्यार्थीको अमूल्य जीवन भने सुरक्षित रूपमा जोगिन सफल भएको छ।